सो दर्शकबिन आज चाहिँ मैले फेरि एकजना हाम्रो शिवदाई भन्ने उहाँ रियार महिनेको शिवदाईलाई चाहिँ मैले रासन लगिने जान्ला छु। सुभद्र शिवाल भन्ने मेरो एकजना दिदीले सहयोग पठाउनु भएको थियो। उहाँ चाहिँ अमेरिकादेखि हुनुहुन्छ, हाल अहिले अमेरिका हुनुहुन्छ। उहाँ घर चाहिँ उर्लाबाट छ। सुभद्र शिवाल भन्ने दिदीलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले पठाएको रकमले नै मैले के अरे यहाँ पसलदेखि रातभरि रासन लगाउन लागेको छु, रासन पानी। त्यसपछि बाँकी 2500-3000 रुपियाँ चाहिँ क्यास पैसा दिने कुरो गर्नुभएको थियो। क्यास पैसा पनि दिने नै हो उहाँलाई। त्यसपछि चामल पनि लग्नु पर्नेछ। चामल चाहिँ उतै किन्छु भनेर चाहिँ यहाँबाट मैले चाहिँ किराना सामान लग्न गइरहेको छु। सो हाम्रो सुभद्र शिवाल दिदीलाई एकदमै धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि सहयोग गर्दै गर्नु ल। अब म चाहिँ लग्दैछु है गाइस है। सो म चाहिँ अब है बाइकमा चाहिँ हालेर लग्दैछु। त्यसपछि यो बान्छु म यसरी बस। अब यो चाहिँ मैले लान लागिसकेको छु है बिहारको लागि। अन्त पसल चाहिँ एकदमै राम्रो मिलाएर दिनुहुन्छ यहाँले। पसलहरू चाहिँ यो है एकदमै आउनुलाई सामान लिन यहाँकोमा एकदमै राम्रोसँग मिलाएर दिनुहुन्छ। अब मैले सामान चाहिँ त्यही बाइकमा लोड गरिसकेँ। अब चाहिँ मैले लगिदिँदैछु। अनि सो अन्तिममा चाहिँ त्यही हो सुभद्र शिवाल भन्ने जुन मेरो दिदी हुनुहुन्छ। अनि सुभद्र शिवाल दिदीलाई एकदमै धेरै धेरै धन्यवाद है। आगामी दिनहरूमा पनि सहयोग गर्दै गर्नुलाई भन्न चाहन्छु अन्तिममा। बाँकी भिडियो चाहिँ म चाहिँ अब वहीँ पुगेर जुन हाम्रो शिव भन्ने एकजना दाइ हुनुहुन्छ, जुन पीडित दाइ हुनुहुन्छ, बाँकी उहाँसँग कुरा गर्ने नै छु। उहाँसँग के कुरा हुन्छ त्यो चाहिँ मैले नेक्स्ट पार्टमा हाल्नेछु। हेर्दै गर्नुलाई तपाईँ मेरो भिडियोहरू। हस् त धन्यवाद। म मानिस कुमार छुट्टिन चाहन्छु। अब ल कार्दिन। सो दर्शक पनि है म चाहिँ अब के अरे यहाँ हाम्रो शिवदाईकोमा सामान ल्याइदिइसकेको छु है। अब उहाँको जुन के अरे सहयोग आएको थियो। सो दर्शक पनि म चाहिँ आइसकेको छु है यहाँ शिवदाईकोमा। जुन रासन हो त्यो लिएर आइसकेको छु। देखाइदिनु त पछाडि सर र चामल चामल आएको छ। अनि अगाडि त आलु आएको छ। त्यसपछि यो बोराभित्र अरू तेल नुनहरू आएको छ। अनि अलिकति क्यास पैसा पनि अलिकति सहयोग छ। यो चाहिँ हाम्रो अमेरिकादेखि हाम्रो एकजना दिदीले पठाइदिनु भएको छ है। उहाँको नाम चाहिँ के लेख्नु ल। उहाँले पठाउनु भएको छ। उहाँको सामान चाहिँ आइसकेको छ। म आज शिवदाईलाई लगिदिएको छु सामान है। सो दर्शक पनि हेर्दै गर्नुलाई पार्ट 2। पानी सुन्छ यार। एकदमै गर्मी छ। प्लास्टिक हाम्रो अगाडि आउनु त नमस्कार नमस्कार नमस्कार। आराम हुन्छ अहिले त यहाँ सामान लिएर है। ल दाइको चाहिँ अब थोरै सामान चाहिँ यहाँ लगाएको थिएँ मैले। एकदमै गर्मी बहुत छ। फास्टै घाम छ त दाइ यार। खै नानी बिमारी थियो आज ज्वरो खाएर। ए बिरामी हो। सो नानी दाइको नानी चाहिँ बिरामी, छोरी चाहिँ बिरामी हुनुहुन्छ। मेरो नै पसिना भयो। सो दर्शक पनि अरू भिडियो हेर्दै गर्नु ल। हस् त धन्यवाद। दाइसँग अब एकछिनपछि म कुरा गर्छु। सो दर्शकबिन म चाहिँ उहाँ दाइको भान्सा हेर्न जाँदैछु। माथि भान्सा कोठा चाहिँ माथि छ। दाइ भान्सा कहाँ माथि हो? हजुर माथि छ। ए के छ सामानहरू के सकिया छ भान्सामा? रासन पानीहरू कस्तो छ भन्नु? केही पनि छैन। थोरै अलिकति चामल थियो। हजुर। अनि अब कहाँबाट जुटाउने कसरी ल्याउने भन्ने तनावमा थिए। ठ्याक्कै हजुरले फोन गर्नुभयो। अनि दाइ आउँदैछौँ भनेर धेरै खुसी लाग्यो। गएर भान्सामा हेर्नुहोस्। ए हुन्छ हामी तपाईँको भान्सा कतातिर छ? भान्सा माथि। यता माथि छैन तपाईँको भान्सा? हजुर। ए गएर उहाँको भान्सा चाहिँ हामीले हेर्छौँ। उहाँ चाहिँ सामान सकिया छ भन्नुभएको छ। चामल तेल के छैन भन्न भन्छौँ हामी। म गएर भान्सामा के छ कसो छ हेर्नु है। हजुर गएर हेर्नुहोस्। ल दर्शक पनि है
है म चाहिँ उहाँको भान्सा उता माथि रहेछ म चाहिँ भान्सामा जाँदैछु त्यहाँ गएर अब हेर्छु के सकिएको छ ल जाऊँ त हिँड्नुहोस् त आउनुहोस् आऊ नानी आऊ जाऊँ यतिमा जाऊँ छोड्नुहोस् सो दर्शकबिन उहाँको भान्से कोठा चाहिँ म हेर्न गइरहेको छु है म चाहिँ आइपुगेको छु उहाँको भान्सेमा यहाँ आउनुहुन्छ देखाइदिनुहोस् त ल भान्सेमा के हो भाडा यति हो यति हो बाबु ए भाडा त के छैन त हजुरको एउटा त्यो कसौरी अनि एउटा थाल एउटा माछा एउटा थाल कसरी खानु एउटा थाल मात्रै छ है के गर्ने अब गुजारा चलाउनै पर्यो ए हो नि अरू एउटा चाहिँ यो रहेछ त्यो चामल यति हो ए तेल पनि भ्याइएछ है तेल पनि भ्याइएछ तपाईँको तेल पनि हेर्नुहोस् थोरै छ कति होला र थोरै छ देखाइदिन सक्नुहुन्छ त्यसपछि नुन पनि भ्याइएछ त नुन पनि अलिकता छ बाबु ए नुन पनि थोरै रहेछ अनि बेसारहरू बेसारै छैन है हेर्नुहोस् त दर्शक पनि उहाँको भान्सीमा चाहिँ बेसार पनि रहेछ ए बेसार चाहिँ ठ्याक्कै कस्तो भयो है खुर्सानी छ केही छैन खुर्सानी पनि छैन बेसार नुन केही पनि छैन नुन पनि यति तेल पनि यति त्यसपछि अरू त भान्सीबाट सर देखाइदिनुहोस् त यसरी केही पनि छैन क्या यो गाग्री ढाक्ने ऊ पनि छैन रोटी पकाउने तावा पनि छैन ए रोटी पकाउने तावा पनि छैन सायद पिठो पनि छैन होला है ओहो यो त साह्रै बिजोग परेछ सो दर्शक पनि है उहाँको भान्से कोठामा चाहिँ के पनि रहन्छ चामल पनि त्यति भ्याइन लाग्छ त्यसपछि नुन तेलहरू सब भ्याइएर छ गुजारा चलाउँछु बाबु अब के गर्ने अब हुन्छ उहाँले चाहिँ जो देखिसक्नुभयो उहाँको यो अवस्था यो अवस्था चाहिँ एकदमै नाजुक छ सो तपाईँलाई यस्तै होला भनेर मैले अलिकति जे सकिन्छ है आफूले सकेको अनि सही गर्ने हुन्छ बाबु एकजना मेरो युएसएमा बस्ने दिदीले पठाउनु भएको छ हजुरलाई सोर्नुहोस् है त्यसको लागि मैले हजुरलाई अलिकति तेल है अनि त्यसपछि अलि चामल लिइदिएको छु है ल देखाइदिनुहोस् दर्शक पनि यहाँ चाहिँ केही पनि रहेछ पुरै सकेको रहेछ मैले चाहिँ आज अलिकति थोरै मलाई ल्याइदिएको छु यति भन्दा म अर्को भिडियोमा आउँछु म मनिष गर्छु चाहन्छु धन्यवाद पछाडि सर्दै जानुभयो उता लोट्नु बनाउनुपर्छ कि त्यसमा हाल्नको लागि खिचिरहनु है सो है नानीलाई चाहिँ फ्रुट दिनु पर्यो नानी ल फ्रुटी हो ल नानीसँग थोरै म के कुराकानी गर्छु के हो नानी तिम्रो नाम कतिमा पढ्छौ एलकेजी हो अनि म थोरै मम्मीको बारेमा सोधौँ क्या दाइ नि के छ मम्मी कहाँ हुनुहुन्छ छोडिसक्नु भयो मम्मीले ए कहिले छोड्नु भएको धेरै दिन कि धेरै वर्ष धेरै वर्ष भइसक्यो नि मम्मीको अनुहार याद छ कि नै भनिदिउँ त छैन मम्मी कस्तो हुन्थ्यो भन्ने कुरा थाहा छ कि नै छैन नि भेट भएको छैन त्यसो भएपछि दाइ त्यसो भए जहिले नानीलाई छोडेर जानुभयो हजुरको श्रीमती होइन हजुरको बुढी भनौँ न अनि छोडेर गाडी एकछिन पनि आउनु भएन नि नै ए आउनु भएको छैन भनेपछि नानीलाई थाहै छैन अब यो त 2 वर्षको मात्रै थियो 2 वर्षको बच्चालाई के थाहा हुनु नानीलाई त्यसै मम्मीको अनुहार कस्तो थियो भन्ने कुरा थाहा छैन कस्तो हुन्छ भनेर थाहा छैन याद आउँछ कि नै आउँछ माया लाग्छ नि माया सो दर्शक पनि यसरी मैले सानो बच्चालाई आमाको कुरा त नकोटाउनु पर्ने हो है त्यसको लागि म सही भन्न चाहन्छु तर पनि कतिपय दर्शक बिनहरूले थाहा पाउनु भएको छैन होइन के हो कस्तो भन्ने कुरा गर्नुला भनेर मैले भनेको हो अब नानी मम्मी आउनु जस्तो लाग्दैन आउनु नहोला नि अब के आउनुहुन्छ कहिले पनि आउनु नि अब त्यसै याद पनि नगर्ने अब छोडेर गइसक्नु हो कि नै आउनु नि अब हो आउनु नहोला दाइ के गर्नु पर्यो अब आउने आश त छैन खासै अब सकभर फर्केर आयो भने त्यो छोरीको मुख हेरेर भन्ने मेरो चाहना हो तर आउनु जस्तो लाग्दैन अब आउने जस्तो चाहिँ खासै लाग्दैन मलाई नानी के चिन्ता नमान है मम्मी नआए पनि के हुन्न है अब छोडिदियो अब जाने मान्छेलाई अब जाने अब के भन्ने त दाइले प्रयास गर्नु भएकै होला लगभग धेरै प्रयास गर्यो धेरै अब
डिभोर्स नदिँदै प्रयास गरेको थियो अब त डिभोर्सै नि भइसक्यो भनेपछि अब आउने चान्सै छैन चान्सै छैन अब नानी मम्मी आउनु न नानीको लागि फ्रुटी खाने नानीको लागि लिइरहेको छु ए बिस्कुट पनि छ बिस्कुट छ त्यसपछि यो छ अनि यो यस्तो छ है चाउचाउ पनि छ है चाउचाउ खाने बिस्कुट खाने है फ्रुटीहरू खाने छोडिदियो अब नआउने मम्मीलाई छोडिदियो अब भुल्ने अब बिर्सिने अब के गर्ने अब नआएपछि बिर्सिने पऱ्यो नि सहयोग गर्ने आन्टीलाई धन्यवाद भन्नु यो दिनमा थियो नि हाम्रो एकजना दिदीले दिनमा छ उहाँलाई के भन्छ होलके धन्यवाद भन त धेरै धेरै धन्यवाद दिन चाहन्छु हो धन्यवाद दिने है उहाँले यो पैसा पठाइदिनु मलाई अनि त्यही पैसाले मैले तिमीलाई यिनी के चामल पनि सकिया रहेछ सबै लिएर अब खाने है यो खाने स्कुल लग्ने भुजासुजा खाने है राम्रोसँग पढेर ज्ञानी बन्ने ल हस् भन्नु पढ्ने कि नै पढ्ने राम्रोसँग ठुलो मान्छे बन्ने ज्ञानी बन्ने है सो दर्शकबिन है तपाईँहरूले देखिसक्नुभयो बुझिसक्नुभयो बिचरा अब उनलाई मम्मीको उनै याद छैन मम्मी कस्तो हुन्छ अब 2 वर्षमा छोडेर गयो भनेपछि उनलाई मम्मी कस्तो हुन्छ भन्ने कुरा मम्मीको अनुहार नै याद छैन है अब आउनु न भन्ने कुरा पुरा भइसक्यो मम्मीलाई को बारेमा कति सम्झिने कति कुरा गर्ने है त्यस्तो भइसक्यो अनि बिचरा सानो नानी त्यही हो दर्शकबिन तपाईँले हेरिसक्नुभयो दर्शकबिन नमस्कार म मनिष कौर जुन मैले अस्ति नै उहाँ दाइको एउटा भिडियो हालेको थिएँ दाइको जुन पीडाको बारेमा मैले सुनाएर तपाईँलाई भिडियो हालेको थिएँ त्यो भिडियो हेरेर अनि मेरो एकजना दिदी हुनुहुन्छ उहाँ युएसमा बस्ने है अमेरिकामा बस्ने एउटा दिदी हुनुहुन्छ सुभद्र सिवाल भन्ने अनि उहाँ दिदीको घर चाहिँ यता उर्लाबारी है घर चाहिँ उर्लाबारी उहाँको हाल बसाइ चाहिँ यता अमेरिकातिर रहेछ उहाँ दिदीले चाहिँ उहाँ दाइको त्यो पीडावाला जुन भिडियो हेर्नुभयो त्यो भिडियो हेरिसकेपछि उहाँले अलिकति सहयोग गर्नुभएको छ उहाँले चाहिँ रकम सहयोग गर्नुभएको थियो 10,000 रुपियाँ सहयोग गर्नुभएको थियो सर्वप्रथम त हाम्रो सुभद्र सिलवाल दिदीलाई एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु जुन दाइको त्यो अवस्था त्यो पीडा देखेर उहाँले 10,000 रुपियाँ सहयोग गर्नुभएको छ सो उहाँले पठाएको रकमले मैले के कति सामान लिए कस्तो गरेँ भन्ने कुरो म तपाईँलाई थोरै सुनाउन चाहन्छु है अनि हाम्रो सामान आएको छ के अरे कपडा धुने साबुन आएको छ त्यसपछि नुहाउने साबुन आएको छ अनि मञ्जन आएको छ भाडा साबुन आएको छ अनि नुन आएको छ सरफ आएको छ हार्पिक आएको छ त्यसपछि फिनाइल भयो अनि सोबिन आएको छ त्यसपछि चिउरा भयो अनि पुरन दाना अनि त्यसपछि बिस्कुटहरू आएको छ अनि त्यसपछि अरू के अरे नमकिन आएको छ अनि मिक्स मसला अनि तेल भयो त्यसपछि पेन्सिल आएको छ त्यसपछि चाउचाउ आएको छ अनि मिक्स दाल आएको छ अनि स्याम्पू आएको छ नानुको लागि चक्लेट आएको छ अनि चिनी आएको छ अनि आलु आएको छ त्यसपछि चामल त्यसपछि कापी जम्मै गरेर 24-25 आइटम चाहिँ उहाँले पठाएको रकमले 24-25 आइटमको जुन मैले यो त्यसपछि सामानहरू किनेको तपाईँले देख्न सक्नुहुन्छ चामलहरू अनि त्यसपछि फ्रुटीहरू के छ र उहाँले पठाएको जुन रकम छ त्यो 10,000बाट जुन सामान आएको छ र साथै अलिकति पैसा बचेको छ उहाँले चाहिँ औषधि पनि प्रयोग गर्नुहुनेछ औषधि खानुहुन्छ दाइले सो दाइको लागि औषधि खाने भन्दा अलिकति पैसा पनि मैले क्यास पैसा पनि त्यहीबाट बचाएर क्यास पैसा पनि लिइदिएको छु दाइ हजुरलाई चाहिँ उहाँलाई चाहिँ 2500 रुपियाँ बचेको छ है सामानहरू सबै आएर त्यसपछि उहाँलाई क्यास पैसा 2500 बचेको छ दाइ लिनुहोस् है यो पैसा है हजुर त्यसपछि दाइलाई चाहिँ मैले 2500 रुपियाँ दिइसकेको छु प्लस यो चामल भएर सबै सामान आएको छ है त्यसपछि सामानहरू तपाईँलाई भनिहालेँ अनि कस्तो लागिरहेछ दाइ यो जुन के भन्न चाहनुहुन्छ जसले यो पैसा पठाउनु भयो हजुरलाई पैसा पठाएर त्यही पैसाले जुन हाम्रो सुभद्र सिलवाल भन्ने मेरो दिदी हुन्छ युएसएमा बस्ने उहाँले पठाएको रकमले गर्दा नै मैले तपाईँहरूलाई सामानहरू ल्याइदिएँ त्यसपछि अलिकति पैसा पनि दिएँ त्यहीबाट के भन्न चाहनुहुन्छ उहाँलाई हाम्रो सिलवाल दिदीलाई उहाँलाई नमस्कार धेरै धेरै धन्यवाद भन्न चाहन्छु दिदीलाई अनि मेरो घरमा खाने रासन पनि थिएन अनि अब कसरी ल्याउने कसरी जुटाउने घरमा आउने बाटो कहीँबाट थिएन अनि अब कहाँबाट ल्याएर कसरी जुटाएर खाने भन्ने तनाव भइरहेको बेलामा अनि मेरो छोरीलाई कसरी खुवाउने आफूले कसरी खाने अनि मम्मी हुनुहुन्छ मम्मीको पनि हात भाँचेको छ अनि मम्मीलाई कसरी खुवाउने भन्ने ठुलो तनाव थियो अनि यही बेलामा दिजुले सहयोग गरिदिनु भएछ सुभद्र सिवाल हो उहाँको दिदीको घर चाहिँ हजुर उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु दिजुलाई अनि उहाँलाई सधैँभरि भगवान्ले रक्षा गरून् मनले सोचेको सबै सम्पूर्ण पुरा होस् भन्न चाहन्छु म जस्तो दुखीलाई हेरिदिनु भएको छ अनि आफू त्यति टाढा गएर आफ्नो खुन पसिना बगाएर कमाउँदा पनि म दुखीलाई
अलिकति भए पनि सहयोग गरिदिनु भयो यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु उहाँलाई। सो उहाँले भनिसक्नुभयो है सुभद्रा शिवलाल दिदी हजुरलाई म फेरि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु है। अनि उहाँ हाम्रो दिदीको घर चाहिँ उर्लाबारी मैले अघि भनिसकेँ। हाल बसेर चाहिँ उहाँको अमेरिका युएसतिर छ है। उहाँले रकम पठाएको चाहिँ मलाई 10,000 रुपियाँ पठाउनु भएको थियो अनि जुन रकम मैले उहाँलाई प्राप्त पनि दिइसकेँ प्लस रासनहरू के त्यस भ्याइएको सबै ल्याइसकेको छु। फेरि पनि आगामी दिनहरूमा हजुरको के अरे सहयोगको हातहरू अझै अगाडि बढ्दै गरून् है। अनि हजुरलाई सधैँभरि राम्रो भइरहेको होस्, बाहिरको ठाउँमा जानुभएको छ, दुःख गर्नुभएको छ है, अझै सुख हुँदै जाओस्, राम्रो हुँदै जाओस्, भोलिको दिनमा हजुरले भनेको सबै कुराहरू पुरा होस् म चाहिँ त्यही भन्न चाहन्छु। सो अन्तिममा चाहिँ यो भिडियो जति पनि हेर्नुहुन्छ यदि कसैले सहयोग गर्न चाहेमा हजुरले उहाँ दाइको पीडा अनि जुन पीडा छ त्यो साइडमा राख्नु त मैले त्यो पीडा देख्नु भएकै छ उहाँको पीडा है। सो यदि कसले सहयोग गर्न चाहनुहुन्छ भनेपछि कन्ट्याक्ट गर्नुहोला, उहाँलाई सहयोग गर्न सक्नुहुन्छ भन्दै म मनिष गौड छुटिन चाहन्छु। हस् त, धन्यवाद। सो दाइ अनि के छ यो यति धेरै औषधि रहेछ, देखाइदिनुहोस् त औषधि हेर्न सक्नुहुन्छ दर्शकबिन है। यति धेरै औषधि छ अनि औषधि पनि देखिसक्नुभयो। यो दाइ औषधि नखाइ नहुने हो? औषधि त नियमित यो नखाने भने त मेरो कुनै हुनै छैन। अब यो यिनी साना पत्ताको औषधि नखाने भने म बोल्नै सक्दैन। ए बोल्नु त्यस्तो है? यो मुखहरू सब नजिक आउनुहोस् त थोरै चाहिँ यहाँलाई हाम्रो यिनी दाँतहरू सब बन्द भइहाल्छन्। ए त्यस्तो है? यिनी यो नसाको औषधि हो यो। हजुर हजुर। यो नखाने भने एक खुराक छुट्यो भने म बिल्कुल खाना पानी सब छुटिहाल्छ। ए औषधि त्यस्तो औषधि खानु छ त हजुरले? अनि यो सुगरका औषधि हुने नि अनि कोलेस्ट्रलका औषधि छन्। यिनी औषधि केही पनि छुटाउन मिल्दैन। अब कहिलेकाहीँ अब पैसा हुँदैन आफूसित अनि अब बाध्यताले पनि छुटिहाल्छ। अनि त्यतिबेला त गाह्रो हुन्छ होला नि? धेरै गाह्रो हुन्छ। कति फेर त म छटपट्टि नै अब मर्छु जस्तो पनि भयो। अनि अब यहीँ छरछिमेकीले अलिअलि पैसा उ गरेर ल्याइदिउँ भनेर ल्याइदिनुहुन्छ। अब घरको मान्छे कोहीले पनि हेर्दैनन्, दाइ भाइ कसैले पनि हेर्दैनन्। धेरै गाह्रो छ। धेरै गाह्रो। हजुरले आफूले पनि काम गर्न नसक्ने अवस्था छ? नसक्ने। अब बुढी आमालाई पनि हेर्नै पर्यो। अब बुढी आमा कहाँ जाने कमाउन, अब बच्चा सानो छ अनि आफूलाई यसरी दिनरात औषधिको भरमा बाँच्नु परिरहेको छ। कति जतिको लाग्छ हजुरलाई औषधि मात्र? कति जति लाग्छ? महिनाको 4500 लाग्छ औषधि। महिनाको 4500 त औषधि मात्र लाग्छ नि? हजुर। अनि अब त्यसैमाथि छोरीको खर्च अनि अब कहिले मम्मी बिमारी हुनुहुन्छ, यो अहिले हात भाँच्यो। ए उहाँको हात भाँचेको रहेछ नि? भाँचेको अब अहिले ऋण काटेर औषधि गरेको छु मैले। हजुरको हात भाँचेको हो यो? त्यही भाँच्यो बाबु बाटोमा। ए कस्तो हुन्छ के दर्शक पनि हेर्नुहोस् त। राति 12 बजे भाँच्यो। हजुर। पानी परेछ, त्यही हिलामा परेछु। अब म बेहोस भइगयो। चिप्लेर उ भयो होला नि? हेर्नुहोस् त दर्शक पनि जो धेरै दुखी हुन्छ दुखीलाई झन् दुःख आइपर्ने छ दाइ हेर्ने। एकदम हेर्नुहोस्, दुखीलाई झन् दुःख आइपर्ने छ। हेर्नुहोस् त दर्शक उहाँको अवस्था यस्तो छ, बिचरा सानो नानो होइन। अनि उहाँको कहानी त मैले भनिहालेँ, आमालाई छोडेर उहाँको बुढीले छोडेर गएको भनेर। त्यसैमाथि आमाको हात भाँचिने 4500 उहाँलाई यो के अरे औषधि खाने खर्च चाहिने रहेछ। छुट्टै औषधिको मात्रै। औषधि खानु भएन भनेपछि बोल्नै सक्दैन, खानै सक्दैन भनेर भन्नु भएको छ। त्यस्तो इम्पोर्टेन्ट औषधि खानुपर्ने छ। हिँड्न उहाँले सक्नुहुन्न, अवस्था यस्तो छ। चामल किन्न पर्यो, नुन किन्न पर्यो, तेल किन्न पर्यो। एकदमै यो अवस्था एकदमै नाजुक रहेछ है। एकदमै के भनौँ अब अवस्था दर्दनाक छ क्या यो अवस्था। देख्नु पनि तपाईँ पनि आएर हेर्न सक्नुहुन्छ, एकदमै दर्दनाक छ। ठिक छ, यो सहयोग पनि पठाउनु भएको छ। उहाँले के भन्न चाहनुहुन्छ उहाँलाई, हाम्रो उहाँ दिदीलाई? धन्यवाद भन्नु। सुभद्रा शिवलाल दिदीलाई धन्यवाद। धेरै धेरै राम्रो होस् होइन? धेरै राम्रो हुन्छ। उहाँलाई पनि अब त्यति धेरै बोल्न आउँदैन, दाइले भनिसक्नु भएको छ। सो हुन्छ दाइ है, हजुरलाई यो औषधि यति उ गर्नु रहेछ है। फेरि पनि भन्न चाहन्छु उहाँ दिजुलाई धेरै धेरै धन्यवाद। अनि म दुखीलाई सहयोग गरिदिनु भयो अनि त्यसको लागि उहाँलाई कहिले पनि दुःख कष्ट नआइपरोस्, भगवान्ले सधैँभरि राम्रै गरिदिनुहोस् उहाँलाई भन्न चाहन्छु। दिदीलाई धेरै धेरै धन्यवाद। हाम्रो सुभद्रा शिवलाल दिदी। हजुर हजुर, धेरै खुसी। म एकदम दुखी थिएँ। यो सहयोग आउनुभन्दा अगाडि म एकदम दुखी थिएँ। चामल पनि अघि किचनमा चामल मैले हेरिसकेँ, हजुरको चामल पनि थिएन। उहाँको चाहिँ चामल पनि थोरै थियो। तपाईँले त्यो भिडियो हेर्नुभयो होला, चामल पनि थोरै थियो। हामीले खाना खाँदा पेटभरि खाना खाँदैनौँ। यत्रोको कसौडीमा पकाउँछौँ, सानो भाँडामा, त्यही बोटा बाँडेर खान्छौँ। खाना पनि पेटभरि खाँदैनौँ। त्यस्तो गाह्रो नि? किनभनेपछि प्राण बाँच्यो भने त केही न केही उपाय लाग्ला भनेर प्राण बचाउनुको लागि मात्रै भए पनि हामीले बोटा बाँडेर थोरै खाना खाने गरेका छौँ।
अनि यो त साह्रै बिजोग भयो है उहाँहरूले चाहिँ जो उहाँको कुरा सुनिसक्नुभयो सो दर्शकबिन तपाईँहरू जतिले पनि मेरो भिडियो हेर्नु भएको छ यदि उहाँलाई थोरै अनि थोरै थोरै गरेर नै धेरै हुने हो सो यदि थोरै थोरै भए पनि उहाँलाई सहयोग गर्नुहोला उहाँलाई जुन सुनिसक्नुभयो हामीले थोरै थोरै प्राण बचाउनलाई मात्रै पनि थोरै थोरै खाना खाने गर्छौँ सबै सकिया छ भन्नुभयो मैले गएर अघि भान्सीमा पनि हेरेँ सबै सकिया रहेछ सामानहरू सो उहाँलाई सहयोग गर्न चाहनेले मलाई सहयोग गर्नुलाई भन्दै म मनिष कौर छुट्टिन चाहन्छु आगामी दिनहरूमा फेरि म आउँदै गर्नेछु हवस् त धन्यवाद